फाइनली गाइज आज चाहिँ म चाहिँ काठमाडौँको यात्रा गर्दैछु। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला भन्दै र साथीहरू काठमाडौँ जाने बाटो यस्तो भइसकेको छ बुटोलदेखि यता पनि। सो यात्रा गर्ने क्रम एकदमै रोचक छ है। लुकिङ द फो वाचिङ भिडियो। हेलो गाइज, गुड मर्निङ एन्ड सबैजनालाई सुस्त मस्त एन्ड व्यस्त कमाल हुनुहुन्छ होला भन्दै फाइनली गाइज आज चाहिँ म चाहिँ काठमाडौँको यात्रा गर्दैछु। आज चाहिँ म बुटोलबाट म चाहिँ भाइहरूको कोठाबाट चाहिँ टक्क लगाएर जाँदैछु। हेर्दै जाउँ बाटोमा दृश्यहरू के कस्तो देखिन्छ है। सो म चाहिँ ब्याग स्याग टक्क लगाएर रेडी भइसकेको अवस्था। सो अब म चाहिँ लाग्नुपर्ने हुन्छ। र गाइज बाइक पनि स्टार्ट गरिसक्यो। म चाहिँ टक्क लगाएर लेट्स गो। र यो चाहिँ गोल्ड पार्कको घुम टिपर चाहिँ यहाँनिर चाहिँ गोल्ड पार्कको टिपरको धुवा यस्तो उडिरहेको छ, बिजोग छ अवस्था। बिहानैदेखिबाट चाहिँ धुलो खाना लेखेको भनेको छ। आज सो झन् फाइनली काठमाडौँ नै जानुपर्ने र धुलोको बाटो पनि परेको। गाह्रो छ गाइज, गाह्रो छ। र गाइज यहाँबाट अब चाहिँ हामी लेफ्ट साइड लिनुपर्ने हुन्छ। यहाँबाट चाहिँ अब हामी काठमाडौँ जाने बाटो र अगाडि भैरव जाने बाटो भइसक्यो र म चाहिँ लागिसकेँ काठमाडौँ जाने रोडतिर। र सो अगाडि देख्न सक्नुहुन्छ बाटोहरूको दृश्य एकदमै रोचक छ होइन। किनकि अब यत्तिकै काठमाडौँसम्म भइदियो भने त लङ यात्रा गर्नको लागि पनि त सजिलो हुन्छ भन्ने जहाँसम्म मलाई जुन दिन म काठमाडौँ अपडाउन गरेँ तब मलाई महसुस भइराखेको छ। सो हेरौँ होइन आज कहाँसम्म के कस्तो छ। र गाइज फाइनली म चाहिँ यहाँ थानकोट आइसकेको छु। अब चाहिँ हेर्दै जाउँ थानकोटको दृश्यहरू के कस्तो हुँदैछ है। बाटोमा हिँड्ने क्रममा एकदमै गाह्रो त गाह्रो नै हुन्छ। सो र आजभन्दा 2 वर्ष अगाडि चाहिँ एकदमै यहाँ चाहिँ न बाइक हिँड्न सक्थ्यो न त ठुलो गाडी हिँड्न सक्थ्यो होइन। बाइकको झन् सम्भव थिएन। र 1 लाइनको बाटो क्लियर भइसकेको छ भने आरसिसी ढलान र एकतिरको अब चाहिँ अर्थात् लेफ्ट साइडतिरको देखिसक्नु भएको छ साइडमा हजुरहरूले। सो अब एकतिरको मात्र बाटो पिच हुन बाँकी छ। अर्थात् म चाहिँ अहिले जुन गइराखेको छु त्यो चाहिँ उताबाट आउने बाटो र यताबाट जाने बाटो जुन लेफ्ट साइड देखिसक्नु भएको छ हजुरले त्यो बाटो पिच हुन बाँकी नै छ। र यहाँ चाहिँ एकदमै कडा आरसिसी ढलान भइरहेको छ बाटो। लगभग रफ्तार एकदमै काम चाहिँ तीव्र गतिले अगाडि बढिराखेको छ। र आज बाटो एकदमै है यहाँ किनकि पहिले धेरै गाह्रो हुन्थ्यो क्या। यहाँ चाहिँ कुनै पनि ठुला गाडीले होस् या साना गाडीले होस् होइन पुरै गाड्रामुले पनि ट्र्याक्टरले झ्याके चाहिँ झ्याक्योहरू देख्न सक्नुहुन्छ। यही बाटोहरू सबै फाइनल भइसकेको छ। लगभग आधा-आधी भइसकेको छ यसको बाटो चाहिँ। एकदमै यो भइसक्यो भने फिलिलिलो हुन्छ भइसकेको पनि छ बाटो। र किनकि जाम पनि कमभन्दा कम भएको अवस्था र जति पनि हेभी लोड गाडी आउँछ र त्यो गाडीले पनि सहज भइसकेको छ। अब यहाँ सिर्फ नाला बनाउनु मात्र बाँकी छ गाइज यहाँ चाहिँ एकदमै। र आज चाहिँ हल्का जाम चाहिँ रहेछ है। अगाडि चाहिँ निश्चय पनि काम चलिराखेको होला सायद त्यसैको कारणले होला। किनकि नत्र पहिले गाडी नै फसेर जाम हुन्थ्यो भने अहिले चाहिँ एकदमै काम तीव्र गतिले काम चलेको हुनुको कारणले सायद जाम हुन सकेको हुनसक्ला। र तब पनि म यहाँबाट निस्किसकेँ र देख्न सक्नुहुन्छ अगाडि चाहिँ यस्ता पुरा काम गर्ने मान्छे न्याउनेहरू बाटोमा है। यस्तो ठुलो छ कि गाइज अझै पनि नि पुरै नालीहरू क्लियर भयो भने क्लिङ टु क्लिङ एन्ड
हजुर चाहिँ सरर यात्रा गर्न सक्नुहुन्छ। यो बाटो चाहिँ एकदमै क्लियर भयो भने है लगभग अझै पनि छ, धुलो त पत्रै उड्छ। म लगभग धेरै पटक यात्रा गरिरहेको छु यो बाटोमा। धुलो यो चाहिँ एकदमै कमै हो, हेर्नुहोस् देख्न सक्नुहुन्छ अगाडि धुलो चाहिँ कति खाने हो आज त होइन। सो भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला। धुलो खाने बाटो त अझै छँदैछ, अगाडि छँदैछ। यहाँ चाहिँ पुरै आधा बाटोमा चाहिँ यहाँ चाहिँ कुनै पनि बाटो अझै जुन ओह्रालो लाग्ने ठाउँमा चाहिँ केही पनि सुरु गरेको छैन र काम सुरु गर्ने क्रम छ र साइडमा चाहिँ वाल लगाइसकेको छ। अब चाहिँ ढलान गर्न बाँकी छ र यहाँबाट थोरै उता राइट साइडतिरको चाहिँ गरिराखेको छ। एकदमै गाह्रो एन्ड अफरोड बाटो, त्यसमा पनि पुरै जिगज्याग धुलो देख्न सक्नुहुन्छ अगाडि। राम राम राम, यस्तै हो जिन्दगी यात्रा गर्ने गाइज। के गर्ने गाइज, यस्तै हो। ठुला गाडीले साना गाडी भन्दैन, त्यही त पेलेर हिँड्छन्, धुलो खुवाउँछन्, खाने हिँड्ने हो, के गर्ने। अब हामी त सलल बगेपछि बल्ल हिँड्ने अगाडि टप्न सकिन्छ। पुरै जामको जाम हल्का फेरि आज शनिबार भएर पनि यस्तो छ बाटो। अन्य दिनमा कस्तो हुन्छ, गाह्रो छ। नेपालको यात्रा गर्ने यात्रुहरू जुनसुकै पनि हाम्रो चाहिँ साटोटे प्रदेशका चाहिँ प्रत्येक मेन हाइवे बाटो एउटा चाहिँ राम्रो तरिकाले बन्न नपाउँदा सबै नेपाली जनताहरू दुःख छँदैछ र पनि अझै जे होस् तीव्र गतिले अगाडि बढिसकेको छ बाटो चाहिँ। धुलोको अवस्था देख्न डुङ्गामा आएर मनोरञ्जन गर्न सक्नुहुन्छ। पारी देखिसक्नु भएको छ, त्यो साइडमा ठुलो डुङ्गा पनि छ, पानी जहाज पनि छ। यहाँ चाहिँ एकदमै है त्यो पारी चाहिँ ठुलो साइडमा जुन किनारमा छ। अब यहाँबाट चाहिँ चितवन जाने बाटो, काठमाडौँ जाने बाटो क्रस गर्नुपर्ने कुरा हुन्छ। यो पुललाई अगाडि गएर आज यात्रा म चाहिँ यहाँबाट थोरै अगाडिबाट लेफ्ट साइड लिनुपर्ने हुन्छ। यो अगाडिको सिधा चाहिँ चितवनतिर जाने बाटो लेफ्ट साइडतिर जाने बाटो। तपाईँ आज फाइनली काठमाडौँ हेर्दै जानु बाटो फाइनली। अब म चाहिँ लगभग पुग्ने क्रम अन्तिम भइसक्यो पुग्नलाई म। सो आजको यो हाम्रो विशेष यात्रा हजुरहरूले देखेर नै थाहा भइसक्यो र म सक्दो यस गाउँले भ्लगलाई निरन्तर दिने कोसिस गरिनेछु साथी हो। र फेरि पनि भोलिको विशेष भिडियो रहनेछ। आजको यस गाउँले भ्लग 19लाई लाइक एन्ड सब्सक्राइब र कमेन्ट पनि हजुरहरूले जिज्ञासा गुनासा पनि नछोड्नुहोला भन्ने। बाई बाई।